अर्कालाई चोरी हान्ने अनि हराउने दाउमा छन्। ज्यादै रमाइलो ढङ्गबाट यी गोरुहरू जुधिरहेका छन् र प्रतिस्पर्धात्मक छ, कडात्मक छ, रोमाञ्चक छ, ज्यादै रमाइलो छ। हाम्रो तारुकाको पहिचान, नेपालकै स्वाभिमान हो। यो नेपालको संस्कृति प्रवर्धन गर्न यो माघे सङ्क्रान्ति मेला र तारुकामा जुधाइने गोरु जात्राले निकै व्यवस्थित र रौनकता छाएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त छ, प्रसिद्ध छ। अझ हामी आगामी दिनहरूमा यो कार्यक्रमलाई व्यापक, विस्तृत र अन्तर्राष्ट्रिय समुदायसँग र राष्ट्रिय समुदायका सबै मानिसहरूलाई अझ बढी जानकारी गराउनेछौँ। यसले छुट्टै पृथकता बोक्छ। हामी यो कार्यक्रमलाई व्यवस्थित गर्न लागेको ६२ सालबाट हो। त्योभन्दा अगाडि तारुकामा गोरु जुधाउने चलनहरू एकै ठाउँमा थिएन। गोरुहरूलाई पाटामा छुट्टै जुधाइन्थ्यो अनि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जानका लागि निकै दौडधुप गर्थे र पृथक गोरुहरू जुधाइन्थ्यो। तर अहिले हामीले एकत्रित गरेका छौँ, विस्तृत गरेका छौँ। ६२ साल यता आएर हामीले गोरु जुधाउने कामलाई एकत्रित र विस्तृत गरेका छौँ। हाम्रै पहलबाट हामीले यो गोरु जुधाउने काम अनि यो सार्वजनिक खेल मैदान निर्माण गर्ने कामदेखि लिएर हामीले हरेक कामहरू हाम्रै पहल र हाम्रै नेतृत्वबाट भइरहेको पनि